Hello guys, alright, good morning. New day and new vlog. So guys, आज मैं धारापानीसम्मको यात्रा दुईटा लन्टुहरुसँग हैन। आज वर्षको नयाँ वर्ष न्यू इयर्स है 2083 सालमा केटाहरुको जोश जागर बढोस् भनेर म धारापानीसँग लगिरहेको छु। अरु के भन्नु छ यादव? केही छैन। मलाई भन्न आएन हैन। के हो अब यादवले भन्छन् ल भन साथी। केही छैन यार। हो ल अब धारापानीसम्मको यात्रा कस्तो हुन्छ के हुन्छ अब बाटोमा त के हुन्न उयो अटोमा जाने हो अटोमा आउने हो। अनि गर्लफ्रेन्डसँग म्याच गरेर आछन् चिल छ जिन्दगी। अनि के भन्छ पत्मुदै यादव सरकार र न्यान के छ अब अरु सो के छैन भन्ने चिलोहरु त सिजनको र किरा जान्न भन्थे 3 जना त जान्न लाग्छन् 1000। देखो ना गाइस, देखो हमको ऑटो नहीं मिल रहा है, हम क्या करेंगे? इनके पैदल चलेंगे क्या बोलते हो? पैदल चले क्या? क्या बोलती पब्लिक? क्या बोलते पब्लिक? हमने लोग देखता है। कमेंट करो, हम लोग देखता है। ऐसा गाली देता हूँ ऐसा गाली देता है, ऐसा गाली लेता है, पर क्यों फैमिली देखता है? हम लोग देखते हैं ना। ऑटो नहीं मिल रहा, हम क्या करें अब? साला रिश्ता ही खत्म कर देंगे आज ऑटो से। आ गया काली बिल्ली आ गया दोस्त। नाम लिया से तना काली बिल्ली। फोलो गराउनु भएन लाग्यो। अब घर पनि पुग्नेछौँ केही पछि पछि म अपडेट दिइरहनेछु ल है। आज मन्दिर जानु सब्सक्राइब गर्नुपर्छ त सब्सक्राइब थियो हुनेछौँ भइरहेछौँ। नमस्कार राधे राधे। स्वर्ग गाई स्वर्ग बोले हामी पुग्यौँ लोकेसनमा पुग्यौँ। ओके गाइस पुग्यो ल हामी भिडभाड छ लास्ट यादव सरकारसँग पूजा गर्नुपर्छ है। अब 14 गते इक्जाममा A+ ल हामी पुगेर पनि हामी यसो हिँडिरहेछौँ। अब केटाहरूले हेरिरहेछन् भोक लाग्यो तर हामीले खाना खाँदैन हौ। बिहानदेखि मैले पानी पनि छिराएन म भित्र। आज राशि खोलमा हैन यो फेर राशि लगाएर पेट दिन्छ भन्दा चाहिँ पेट दिनु लागि अलिक के हुने के ओहो मागा बेसी त किन र ल गाइस हामी अब के किन्नु पर्ने हुन्छ। पूजा गर्ने मान्छे यत्रो भिड छ ल हिरामणिको मनै बुझेन रे। अब किनेर आउनु पाइँदैन भने हामी मसँग 500 रुपियाँ खान दिन्न गइलाई म 1 रुपियाँ फुटेको दिन्न गइलाई हामी यता रहेछ। भक्तजनको लाइन है भक्तजनको लाइन। सो फाइनली गाइस हैन पूजा पनि सकियो। अब घरतिर रुमतिर लाग्नुपर्ने हुन्छ। टक्क कति बज्यो भन्दाखेरि टक्क 22 भनेपछि कति 10:35 भयो 36 भयो है। अब हामी रुमतिर लाग्ने हुन्छ। ल गाइस हामी चाहिँ माथि टपमा जानुपर्ने हुन्छ। यहाँदेखि कुन मनोकोट खड्कदेवी मन्दिर रहेछ प्रवेशद्वार माथि जानेछौँ हामी। कहाँसम्म छ माथि ल लेट्स सी है गाइस। लेट्स सी माथि यस्तो छ सिडी। चल कुद ल त गाइस फेरि जाने प्लान भयो है। फेरि आधा बाटोदेखि फर्काएको थियौँ फेरि जानु पर्यो। ल चुतियाहरू त्यतिकै जान्नन् तर 2-4 जना हामी चाहिँ साथी यो प्लान बिना गर्दैन हामी यत्तिकै हिँड्ने हो क्या। प्लान बनाएर म दिदी फर्किन्छ यतिकै हिँड्छु म साथी धारबान जाँदा हुन्छ होला म त्यहीँ गएर म फर्किन सक्छु फेरि के साथमा
हेलो अल्लाह है, हामी चाहिँ दुर्गा मन्दिर मलाई त डिटेल थाहा छ तर खोजीमा हिँड्दैछौँ। यस्तो जङ्गल छ, जङ्गलमा पनि अझ भेटाएको छैनौँ। पुरा भइरहेछ अझ आधा घन्टा लाग्छ अरे, 2 घन्टा हिँडिसक्यौँ, आधा घन्टा लाग्छ अरे गाइज। ल त के भन्नु छ भन, के भन्नु छ? मान्छे यहाँ मरिरहेछ, तिमीले भन्नु 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 ल त गाइज, यही हो हाम्रो लगभग 1.5 घन्टाको हिँडाइपछि यही हो हिँडाइ। अब हामी यस्तो छ पुरै टपमा दुर्गा मन्दिर। यस्तो गर्नुपर्ने छ, जोडी आएछ त्यहाँ नाम लेख्ने, नभए चाहिँ हामी जस्तो यति बस्ने। ल त है, मोबाइलमा चार्ज छैन, अब भोलक पनि टुङ्गा हुँदा सही होला। अब कहीँ छैन, अब सिधै होस्टेल जाने हो, एडिट गर्ने हो। चार्ज छैन, 5% रहेछ। ल अब अर्को भ्लगमा अब फेरि भेट्दै गरौँ ल, कहिले आउँछ थाहा छैन। ल है।